अवस्था यस्तो छ, सुनसान सबै सुतिरहेछन्। मेरो ड्युटी चलिरहेको छ, राउन्डिङ हिँड्नुपर्छ साइकलमा यसरी। यिनीहरूलाई रोक्नुपर्छ नि त रातभरि। सोख्नु भएपछि पैसा भएपछि जे गर्दा नि हुन्छ क्या गाइस। टन्न सबै सुति गाडी बाटोमा पार्किङ गरिरहेछन्, सुतेछन् भित्र मस्त घुर्दै सुतिरहेछन्। आफू साइकलमा रातभरि हाई हाई गर्दै आँखा मेच्दै हिँड्नुपर्छ गाइस। यस्तै छ जिन्दगी, के गर्ने। परदेशमा आएपछि काम त गर्नै पर्यो, जे जस्तो भए पनि ड्युटी नै हुँदो रहेछ गाइस। यस्तै छ, सुतिरहेछन् सबैलाई। यिनीहरूलाई रुङ्नुपर्छ, फनी घुम्नुपर्छ वरिपरि। यिनीहरूको हेरविचार गर्नुपर्छ नि त। यस्तै छ, हेरविचार त गरिदिनु पर्यो। त्यही भएर हामीलाई राखेको हो। बस्यो एकछिन अनि फेरि घुम्यो। 1 घन्टामा यसरी फनी घुम्नुपर्छ। अब 1 घन्टा यता पछाडिबाट केही यसो चोरसोर पर्छ नि भनेर हेर्ने हो। धेरै धनी मान्छेहरू छन् क्या यो घरहरूमा। कम्पनीका ओनरहरू, कम्पनीका मालिकहरू छन्, सुन पसलका मालिक छन्, ठुल्ठुलो आइफोनको चाहिँ होलसेल पसलहरू छन्। यिनीहरूका त्यही धनी छन्, सबै चाइनिजहरू। तर चाइनिज भए पनि यहीँ लोकल जत्तिकै भएछ नि। अब 3 पुस्ती अगाडि यिनीहरूको जुजुबा चाहिँ कुप्राउ बादेखि आएको। कुप्राउ हजुरबाउ बाउ यी छोरा नाति पोनाति यतै छन्। जमानादेखि आएर बसेपछि भएका गाइस। यस्तै छ जिन्दगी। यताको दृश्य यस्तो छ, सुनसान छ। यो पनि हाइवे हो, हाइवे रोड हो, केएल जाने रोड हो। यिनीहरूले यसरी नै हो ड्युटी, फनी हिँड्नुपर्छ। काम त यस्तै छ, एक्लै हो ड्युटी, सुनसान छ। मलेसियाको हालत यस्तो छ, ड्युटी एक्लै गर्ने हो, हिँड्ने हो। राति समस्या त खोइ अहिलेसम्म चाहिँ भएको छैन, सायद नहोला। भगवान्ले रक्षा गरून्, सञ्चार सुविस्ता भइदियोस्। यही नै हो होइन सायद गाइस। यस्तै छ, के गर्ने। हाम्रो नेपालमा रोजगार छैन। एउटा 10,000 को जागिर खानु पर्यो भने पनि तपाईँको घुसपेस खुवाउनुपर्छ, पैसा खुवाउनुपर्छ, सोसपोस लगाउनुपर्छ। नभए भने हामी जस्तो सर्वसाधारणले त नेपालमा बाँच्ने अधिकार पनि नपाउला जस्तो पो छ त हो गाइस। खै त अब जुनै जोगी आए पनि काने चिरे जस्तो। अब बल्ल सरकारले केही हुन्छ कि भनेको यो पनि साह्रै त तनाफ लागेर आयो। खै साह्रै होला जस्तो लाग्दैन। बाले सरकारले पनि साह्रै गर्ला जस्तो छैन। जे भए पनि अब यसै दुःख सुख गर्ने हो, 2 पैसा कमाउने हो, घरमा जान्छ र छोरी पाल्नुपर्छ। एकजनाको कमाइले 5-6जनालाई खुवाउनु पढाउनु, के गर्ने। दुःखी जिन्दगी यस्तै रहेछ, भाग्यमा यस्तै लिएर आइन्छ, के गर्ने गाइस। यस्तै छ, के गर्ने। रातभरि अरू मस्तै घुर्दै सुत्छन् यहीँभित्र। यिनीहरू सबै आफू यसरी फनी हेर्नुपर्छ, हेर्नुपर्छ, हेर्नुपर्छ। चलिचा कति हुन्छ कि भनेर हेरिदिनुपर्छ र के गर्ने। यिनीहरूको गोठालै भनौँ न, के भन्ने अब होइन गाइस। हेलो। हजुरहरूले यो भिडियो मेरो कहाँसम्म पुग्छ, कहाँबाट हेरिदिनुहुन्छ। हजुरहरूले मेरो युट्युब सब्सक्राइब गर्नुभएको छैन, सब्सक्राइब गरिदिनु होला प्लिज। हजुरहरूलाई मैले रिक्वेस्ट गरेँ, मैले नयाँ युट्युब खोले हो। यसो यस्तै भिडियो हाल्नेछु। खासै अब ठुलो गला त हामीसँग केही छैन र गला भएको भएदेखि यहाँ आएर किन यसरी रातभरि ड्युटी गर्नु पर्थ्यो र गाइस। यस्तै छ, जे जस्तो भए पनि अब काम त गर्नै पर्यो। मेरो भिडियो कमेन्ट गर्नु होला, लाइक गरिदिनु होला, युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब बढाइदिनु होला प्लिज गाइस। मैले रिक्वेस्ट गरेँ है गाइस। कहाँदेखि हेर्नु हुँदैछ हजुरहरूले यो मेरो भिडियो, कमेन्ट गर्नु होला। म हजुरलाई सकेसम्म कमेन्टको रिप्लाई गर्नेछु। यस्तै छ, राति भए पनि त्यस बत्ती वरिपरि सबै बत्ती छन्, बलिया छन्। 200 जतिको छ।
एक फन्को घुमेर आइयो यस्तै छ एक फन्को घुमेर आइयो हजुरहरु सबैलाई नमस्कार सम्झना छ है गाइस यस्तै छ ओके त आइसके एक ठाउँ लागेर मेरो ड्युटी खलास 1 घण्टाको लागि